सुर्के देखिन्छ है। दामी छ। 2 घण्टाको हिँडाइले गर्दा हामी फाइनली माथि ड्रामा पुग्यौँ। त्यो 2 घण्टा भन्दा 3 घण्टै लाग्यो कि हामीलाई त यार। 3 घण्टा लाग्यो नि। ठ्याक्कै 3 घण्टा लाग्यो। भ्यू त दामी देखिँदै यो भ्यूको लागि आयो भने। हेर्नुहोस् गाइस पुरै सुर्के देखिन्छ है। दामी छ हेर्नुमा। ब्राइटनेस बढाइदिन्छ अलिकति मेरो मोबाइलको क्वालिटी कम छ। त्यहाँदेखि हेर्नुहोस् सुर्खेत भ्याली त दामी देखिन्छ यार सुर्खेत भ्याली तर क्लियर आउँदैन रहेछ अहिले। स्टोरेज त्यता दामी देखिन्छ हेर्नु खतरा देखिरहेको छ यार सुर्खेत भ्याली। यता पनि खतरा छ यता पनि खतरा देखिन्छ यता पनि खतरा देखिन्छ यता पनि खतरा देखिन्छ। भ्याली हेर्नुहोस् न गाइस यार यति माथि आयौँ हामी। ओ माई गॉड तल हेर्दाखेरि डर लाग्छ त यार यति माथि आएर रहेछौँ हामी। यति माथि आयौँ। झ्यालीमा बसेर खाम झ्यालीमा बस्नु बस्नु तिमीहरू उठ त यो हाउस अहिले अब यस्तो थकबहादुर मोटे रहेछ हिँड्दै हिँड्दैन यार मोटे त थाके। गाइस फोटोसोटो खिचेर भ्याइयो। अब हामी घरतिर जान्छौँ। आएँ म आएँ। अब यहाँबाट तल कति आधी घन्टामा पुगिहाल्छ मलाई। अघि आउँदाखेरि त 2 घन्टा लाग्यो। 3 घन्टा लाग्यो क्या माथि आउँदाखेरि 3 घन्टा लाग्यो। अब तल जाँदाखेरि आधा घन्टामै पुग्छ। मोटेर हिँड्न नसकेर क्या सबै त यहाँ गलत भने मोटे हो हिँड्नै नसक्ने हात्ती जा त भाइ जा भने पागल हो हामी यहाँ रमाइरहेको छौँ यार। हामी रमाएर पानी परि माकुरी भाग। अब हामी फर्किँदैछौँ हिँड्दैछौँ केटाहरू हिँड्दैछन् माथि तिमी निकालिदिन्छु म है। ला धेरै छ अब यहाँ तर आधी घन्टामा पुगिन्छ होला सकभर। तर त्यो मोटेल त हिँड्न सकेको थिएन अघि अहिले त हिँड्न सके। घोडालो मुखी त एकछिन आधी घन्टामा पुग्छौँ। सेन्टरहरू ल्याएन ले यिनीहरू आउँदैछन् यी भिखारीहरू यहाँ छिटो। A few moments later. माथि जाँदाखेरि 3 घन्टा लागेको थियो अहिले तल आउँदाखेरि 1 घन्टा लाग्यो। कति डिफ्रेन्ट भयो यार। अघि मोटे हाम्रो मोटे हुनार छ नि त नहिँड्न सकेर क्या बाटोमा बोक्यौँ। त्यो बोकेको भ्लग पनि हालिदिन्छु बिचमा हालिदिन्छु। के भाइ 1 मिनट मैले बोकेँ 5 मिनट बसन्तले बोक्यो कहाँ ल्याएको क्या यार यस्तो जङ्गलको बाटो। लोटे गाइस लोटे गाइस लोटे गाइस लोटे मोटे लोट छ यहाँ हेर्नुहोस् गाइस यार मोटे हेर्नु है मोटे लोट छ अब यहाँ नलोट है मोटे नलोट जङ्गलको बाटो आएर मोटे लोट न लोटिसक्यो लोटीको मोटे बसीको मोटे काम छैन। ए मोटे किन बसिस है शहीद पार्क पनि पुगिसकेको छौँ। शहीद पार्कको भ्यू हेर्नुहोस् मान्छेहरू रहेछ नि। 2 hours later. फाइनली गाइस 2 घन्टा भिडियोमा हामी अब गन्तव्य घरमा पुगिसकेका छौँ। आजलाई यति नै थियो नेक्स्ट ब्लग होला।